नमस्कार, स्वागत छ तपाईहरुलाई आजको हाम्रो भिडियोमा। आज हामी एक अत्यन्तै संवेदनशील र बहसयोग्य विषयमा गहिरो कुराकानी गर्न गइरहेका छौं। यो के हो भने अमेरिकामा कागजपत्र विहीन कामदारलाई काम दिने व्यवसायहरूलाई किन अमेरिकन गभर्नमेन्ट अथवा आईएस ले पक्राउ गरिरहेको छ भन्ने बारेमा आजको भिडियो हामी बनाउन गइरहेका छौं। यसरी पक्राउ गरिरहँदा केही प्रश्नहरू उब्जिरहेका छन्। के यो कानुनी प्रक्रिया हो? यी सबै प्रश्नको जानकारीका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र अन्त्यमा तपाईको धारणा वा कमेन्ट पनि लेख्न नबिर्सिनु होला। सुरुमा कुरा गरौँ कागजपत्र विहीनको वास्तविकता के छ, के हो भन्ने बारेमा। अमेरिकालाई अवसरको देश भन्ने गरिन्छ। सपना पूरा गर्ने हजारौं कथाहरू निर्माण हुने एउटा महत्त्वपूर्ण ठाउँ हो। तर यथार्थ के हो भने यहाँ लाखौं विदेशी कामदार कागजपत्र विहीन अवस्थामा बसिरहेका छन्। भिजा सकियो, कागजात प्रक्रियामा समस्या आयो अथवा अड्कियो र कसैलाई स्थायी रूपमा भिजाहरू अस्वीकार गरिएको पनि छ। यी सबै कुरा गरिए पनि उनीहरूको परिवार छ। डेली रुम रेन्टहरू तिर्नु पर्यो, खानु पर्यो, परिवारको हेरचाह गर्नु पर्यो। यी सबै कुरा माथिका भिजाका समस्या कानुनी प्रक्रिया भन्दा माथि नै छन् र माथि नै हुन्छन्। त्यसैले धेरै व्यवसायीले त्यस्ता कामदारहरूलाई रोजगारी दिँदै मानवीयता देखाएको दाबी गर्छन् र गरिराखेका छन्। हामीले मानिसलाई बचाएका छौं, उनीहरूको परिवारलाई सेवा गरेका छौं, सहयोग गरेका छौं भनिरहेका छन्। तर अमेरिकन गभर्नमेन्टले के भन्छ भने कानुनभन्दा माथि कोही छैन। यी सबै कुरा भनिरहँदा अमेरिकन इमिग्रेसन अथवा अमेरिकाको लको बारेमा स्पेशली कामसँग रिलेटेड कानुनको बारेमा बुझ्न एकदम जरुरत छ। यसले के भन्छ भन्ने बारेमा। सन् 1986 को इमिग्रेसन रिफर्म एन्ड कन्ट्रोल एक्ट अनुसार कागजपत्र विहीन कामदारलाई काम दिनु, कागज नजाची राख्नु, अवैध बसाइलाई प्रोत्साहन दिनुलाई अपराध मानिन्छ भनेर क्लियरली लेखेको छ। ट्रम्प प्रशासन आएपछि यो कानुन झन कडा रूपमा लागू भएको छ र यसैलाई आधार मानेर उसले आफ्ना क्रियाकलापहरूलाई अलि इन्टेन्सली अघि बढाइराखेको छ। अचानक आईसी को रेड, व्यवसायलाई ठूलो आर्थिक जरिवाना, जानी नजानी काम दिएका व्यवसायलाई समेत जेल सजाय जस्ता अहिले अमेरिकामा व्यापार बिजनेस गरिरहेका इमिग्रेन्टहरू र कागजपत्र विहीन कामदारहरूको वास्तविकता हो। सरकारी तर्क के छ भने अवैध रोजगारीले अवैध आप्रवासनलाई अझ बढुवा दिन्छ, त्यही भएर यसलाई मिनिमाइज गर्नै पर्छ भनेर तर्क गरिरहेको छ। अब कुरा गरौँ यसले सोशलिक तथा इकोनोमिक इम्प्याक्ट के पार्छ भन्ने बारेमा। अमेरिकामा धेरै उद्योगहरू कन्स्ट्रक्सन, कृषि, रेस्टुरेन्ट, हाउजिङ यी आदि क्षेत्रमा छन् र यी आदि क्षेत्रमा उच्च दरमा कागजपत्र विहीन कामदारहरू काम गरिरहेका छन्। यदि यी सबै हटाइए भने कामदारको भयानक अभाव हुन सक्छ, उत्पादन र सेवा क्षेत्रमा तहस नहस आउन सक्छ, साना व्यवसायहरूले आफ्नो व्यवसाय बन्द गर्नुपर्ने जोखिम हुन सक्छ। एक व्यवसायीको भनाइ अनुसार सबैले कागजात भएको कर्मचारी चाहियो भने हामीले पसल चलाउनको लागि मान्छे कहाँबाट पाउने र कताबाट ल्याउने। यसरी सरकार आफ्नो नीति बचाउनको लागि लडिरहेको छ, तर व्यवसायी र कामदार दुवै नै डराइराखेका छन्। अब कुरा गरौँ ह्युमेनिटेरियन साइड। सबै त्यहाँ काम गरिरहेका कामदार जसको कागजपत्र कुनै कारणले छैन अथवा इलिगल रूपमा काम गरिरहेका छन्, उनीहरू क्रिमिनल हुन् त भन्ने बारेमा। रात दिन काम गर्दै कर तिरेर देशको कर प्रणालीमा योगदान गर्ने यी सबै मानिसहरू के अपराधी हुन् त? कामदारको आवाज अथवा कामदारहरू के भन्छन् भने हामी काम गर्न चाहन्छौं, देश चलाउन सहयोग गर्न चाहन्छौं, हामी राज्यको सहयोगले बाँचिराखेका छैनौं। साना मझौला व्यवसायहरू यिनै मान्छेमा भर पर्छन्, तर आज उनीहरूलाई काम दियो भन्दैमा अपराधी ठहरिँदै गइरहेका छन्। यो कानुनी मात्र होइन, मानवीय मूल्य र जीवन सङ्घर्षको कथासँग पनि जोडिएको छ र यसले यी सबै कुराको अवमूल्यन गरि नै राखेको छ। अन्त्यमा अवैध बसाइ रोक्ने सरकारी लक्ष्य सही हुन सक्छ, तर त्यही नाममा कति परिवार पीडामा परिरहेका छन्। के समाधान भनेको कागजपत्र विहीनलाई कारबाही हो कि उनीहरूलाई न्यायोचित तरिकाले कानुनी प्रणालीमा समायोजन गर्ने बाटो खोज्नु पर्दछ?
यसमा तपाईको विचार के छ कमेन्टमा अवश्य लेख्नुहोला र यो भिडियो मन पर्यो भने कृपया लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हामी नयाँ भिडियोमा यस्तै जानकारीमूलक कुराहरू लिएर आउने नै छौं। त्यतिन्जेलको लागि धन्यवाद। ह्याभ अ गुड डे, गुड नाइट, बाई बाई।